नेपालका हिमालहरू सौन्दर्यका मात्र प्रतीक होइनन्, यी जीवनका मूल स्रोत हुन्। तर अब तिनै हिमालहरू आफै सङ्कटमा छन्। जलवायु परिवर्तनका कारण नेपालका हिमनदीहरू तीव्र रूपमा पग्लिरहेका छन्। यो प्रक्रियाले सतहमा थुप्रै हिमतालहरू बनाइरहेको छ भने तीमध्ये धेरै अत्यन्तै जोखिमपूर्ण स्थितिमा छन्। 2024 मा सोलुखुम्बुको थामे गाउँ नजिकैको थ्यान्बो हिमताल फुट्दा बाढीले पुरै क्षेत्र प्रभावित पारेको थियो। पुलहरू, सडक, घर र खाद्यान्न भण्डारहरू बगाएको थियो। वैज्ञानिकहरू यस्ता हिमताललाई ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) को खतरा भनेर चिनाउँछन्। नेपालमा 3000 भन्दा बढी हिमतालहरू छन् भने तीमध्ये कम्तीमा 21 वटा अत्याधिक जोखिममा छन्। हिमनदीहरू पग्लिँदा नदीहरूमा प्रवाह अनियमित हुन्छ। यसले जलविद्युतमा असर गर्छ। नेपालको 90% भन्दा बढी विद्युत जलमा आधारित छ। प्रवाहको अस्थिरताले परियोजनाहरू जोखिममा पर्छन्। कृषिमा असर पार्छ। वर्षा ढिलो हुन्छ, बेमौसमी पानी पर्छ र सिँचाइको अभावले किसानहरूलाई प्रत्यक्ष मार पार्छ। त्यस्तै जनजीवनमा पनि असर गर्छ। पहाडी गाउँहरूमा हिमताल फुट्ने खतरा उच्च छ, जसले सानसाना बस्तीहरूमा ठूलो विनाश हुन सक्छ। हामीले यसबारे गम्भीर रूपमा सोच्नुपर्छ। ग्लेसियरहरूको निगरानी, जोखिम क्षेत्रको पहिचान र वातावरण मैत्री विकास अपरिहार्य छ। CC इन्फो नेपाल मार्फत हामी जलवायु र विकासका सन्दर्भमा तथ्य, चेतना र समाधान प्रस्तुत गरिरहेका छौँ। हामीलाई फलो गर्नुहोस्, जानकारी बाँड्नुहोस् र यो अभियानमा सहभागी बन्नुहोस्। धन्यवाद।